दिदीको घरमा र अफिस जानुभन्दा अघि चाहिँ म चाहिँ यहाँनिर चाहिँ दिदीको घरमा आएर चाहिँ यसो खातापत्रहरू लिँदै थिएँ है। दिदीले अलिकति खातापत्रहरू बनाइदिनु भन्नुभएको थियो। सो खातापत्र लिएर चाहिँ म फेरि अफिसतर्फ लागेँ र यो चाहिँ हाम्रो अफिस हो। देख्नमा यस्तो देखिन्छ, हेर्न सक्नुहुनेछ। हेर्नुहोस् त कति दामी छ हाम्रो अफिस। इस हो यो म देखाउँदैछु हाम्रो अफिस यस्तो राम्रो छ। हेर्नुहोस् त कति सफा छ। यही छु बहिनी, सँग अफिसमै छ। पठाइदिनु न बहिनी ल। ग्रेडिङ फर्म मात्रै लिएर आउनुभएको छ। ए त्यही त, आज स्कुटी पनि छैन हाम्रो, सँगमै काम भनेर बहिनी अफिसमा। र म चाहिँ यहाँ चाहिँ के खोजेको हेर्नुहोस् न, यस्तै फटाफट चाहिँ म खोज्दैछु एउटा सामानहरू आएछ सो खोज्दैछु। र उहाँ चाहिँ हाम्रो चेयरपर्सन आन्टी हुनुहुन्छ। कामको प्रेसर थियो सो फटाफट काम गर्दै थियो हामीले है। र यो चाहिँ हाम्रो लन्च टाइम हो। लन्च टाइममा हामी खाना खाँदैछौँ, सबैजना मिलेर हामी खाना खान्छौँ। बाई र यहाँ चाहिँ हामीले कामसाम सबै सके पश्चात चाहिँ हामी सबैजना मिलेर चाहिँ यसरी भिडियो बनाउँदै थियौँ, रिल्स बनाउँदै थियौँ। कुन चाहिँ गानामा रिल्स बनाएको होला कमेन्टमा भनिदिनुहोस् होला है। चाहिँ हामी घर जाँदैछौँ हामी दुईजना। र अब चाहिँ हामी फाइनली घरतर्फ लाग्यौँ। सबैजना रिल्स बनाएर काम पनि सबै गरेर चाहिँ हामी घरतर्फ लाग्दैछौँ। थ्याङ्क्स फर वाचिङ, बाई बाई।